दक्षिण कोरिया खरानीबाट सुरु गरेको यात्रा के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? एउटा यस्तो देश जो आज संसारलाई प्रविधिको इसाराले नचाउँछ। आजभन्दा 70 वर्ष अघि त्यहाँको मानिसहरू एक छाक खानको लागि पनि सङ्घर्ष गरिरहेका थिए। एउटा यस्तो देश जसलाई विश्वले असफल राष्ट्र घोषणा गरिरहेको थियो, आज कसरी सबैको सपनाको गन्तव्य बन्यो? के यो केवल कडा परिश्रम मात्र थियो वा यसको पछाडि कुनै यस्तो लुकेको रहस्य छ जुन आज पनि धेरैलाई थाहा छैन? आउनुहोस्, सन् 1940 को त्यो अन्धकार युगलाई आजको आधुनिक कोरियासम्मको यो रोमाञ्चक र रहस्यमय यात्रा सुरु गरौँ। यो कथा सन् 1940 को दशकबाट सुरु हुन्छ। यति बेला कोरिया एउटा देश मात्र थिएन, एउटा युद्धको मैदान थियो। जापानी शासनको क्रूरता र त्यसपछिको दोस्रो विश्वयुद्धले यो जमिनलाई थिलो थिलो बनाएको थियो। तर वास्तविक डर त सन् 1950 मा सुरु भयो, जब आफ्नै दाजुभाइ बीच गृहयुद्ध भएको थियो। 3 वर्षको यो भयानक युद्धले कोरियालाई दुई टुक्रामा विभाजित गर्यो। दक्षिण कोरियालाई संसारकै गरिब देशको सूचीमा पुर्यायो। सन् 1953 मा जब यो युद्ध रोकियो, त्यहाँ बाँकी थियो त केवल धुवाँ, खरानी र भोकमरी। कसैले सोचेका थिएनन् कि यो देश फेरि नक्सामा देखिनेछ। हान नदीको चमत्कार र सस्पेन्स पनि सुनौ है। 1960 देखि 1980 सम्म। तर यहाँबाट कथाले एउटा यस्तो मोड लिन्छ जसलाई संसारले मिराकल अफ द हाना 조심해서 리버 들어 올리세요. भनेर भन्दछ। 우리가 함께라면 할 수 있습니다. 서둘러요. 빨리 끝내고 새마을 잔치합시다. 네, 이쪽으로 옮겨요. जहाँ सबैले हार मानिसकेका थिए, त्यहाँका मानिसहरूले एउटा कल्पनीय बाटो रोजे। सन् 1960 को यो दशकमा सेमाउल उन्दोङ अर्थात् नयाँ गाउँ अभियान सुरु भयो। सडक बने, कारखाना खुले र एउटा अनिकालग्रस्त देशले एकाएक स्टिल र जहाज निर्माणमा विश्वलाई चुनौती दिन थाल्यो। तर के यो प्रगति केवल सामान्य थियो? कहिल्यै नझुक्किनुहोस्। यसको पछाडि नागरिकहरूको कठोर अनुशासन र कहिल्यै नभनिएको त्यागका कथाहरू लुकिएका थिए। सन् 1990 सम्म आइपुग्दा कोरियाले विश्व बजारमा आफ्नो नाम जमाइसकेको थियो। सामसुङ, एलजी, हुन्डाई जस्ता कम्पनीहरूले विश्वलाई चकित पारिरहेको थियो। तर सन् 1997 मा एउटा यस्तो आर्थिक आँधी आयो जसले देशलाई फेरि कंगाल बनाउन थाल्यो। त्यति बेला कोरियन नागरिकहरूले जे गरे त्यो सुनेर तपाईको आङ सिरिङ्ग हुन्छ। देशको ऋण तिर्नको लागि लाखौं मानिसहरूले आफ्नो घरमा भएको सुनको गहना र विवाहको औँठी समेत सरकारलाई बुझाए। त्यस्तो देशभक्ति जहाँ मानिसहरूले आफ्नो सम्पत्ति भन्दा देशको भविष्यलाई ठुलो ठाने। आज सन् 2020 सम्म आइपुग्दा कोरिया केवल ग्याजेटको देश मात्र रहेन। बीटीएस को संगीतदेखि प्यारासाइट र स्क्विड गेमसम्म कोरियन संस्कृतिले आज संसारको हरेक कुनालाई आफ्नो कब्जामा लिएको छ। जुन देशसँग हिजो आफ्नो परिचय थिएन, आज उसले संसारको फेसन, प्रविधि र मनोरञ्जनको दिशा तय गर्छ। खरानीबाट उठेर शिखरसम्म पुगेको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। तर एउटा प्रश्न अझै बाँकी छ, के यो प्रगति केवल पैसा हो वा त अटुट कोरियाली इच्छा शक्तिको हो, जसले मृत्युको मुखबाट पनि जीवन खोजेर निकाल्यो? सोच्नुहोस्, यदि एउटा ध्वस्त भएको राष्ट्रले शून्यबाट यति धेरै गर्न सक्छ भने हामी किन सक्दैनौँ? The Busan exports are up 20% this quarter. Yes, the European demand is strong. Companies like Samsung, LG, and Hyundai are not just competing,
They are defining the future of high-tech manufacturing on a global scale. खरानीबाट उठेर शिखरसम्म पुगेको यात्रा। दक्षिण कोरियाले यो आफ्नो खरानीको यात्रालाई यसरी आजको दिनसम्म सम्पन्न गराएको छ। तर पनि यो सङ्घर्षमै छ। भने हामीले आफ्नो यात्रा किन तय नगर्ने? आखिर यो सबै सम्भव भनेको असल नेतृत्वले हुँदो रहेछ। भने हामीले पनि असल नेतृत्व छान्नु हाम्रो जिम्मेवारी हो। कुनै दिन हाम्रो देश पनि दक्षिण कोरिया जस्तै हुनेछ। सुरुवात आजैबाट गरौँ।